होइन के भान्जा मैले कि गर नि मैले यहाँ त लिम्बे त म जस्तै होला नि उताको गेममा म जस्तै टुर्नामेन्टमा यहाँ लिम्बे म जस्तै होला भनेको त मलाई त म्युट हानिदिइरह्यो च्याटबाटै ल हो र अनि मेरो पालो अनसब्सक्राइब गरेर हिँड्दै ठिक गर्नु भयो के त नि यार मैले लिम्बे म जस्तै होला मरिहाल्ने होला अब टुर्नामेन्टमा त भनेको त आमा म्युट हान्दैछ यार ठिक्क पार्नु भयो त्यति लेख्दा म्युट हान्छन् यार तपाईँ पनि त्यही त हो नि मामा त्यसको टिम चाहिँ को हो खेल्ने त्योसँग खै हामीलाई म र सचिनलाई खेलाउनु भनेको थियो कोही को खेलाइछौ त्यो मुझे लिम्बेले टुर्नामेन्ट खेलेको अरे कि ओए हात काम एको कमाइ थियो हौ जो छ उता कुरा मात्रै हो क्या त्यसलाई मुझे कम्पिटेटिभ प्लेयर हेरिराखेको थियो अघि दुईटा त खतरा हानेको थियो होइन हौ त्यसलाई मुझे कम्पिटेटिभ खेल्न मन लागेको थियो भने भन्नु नि मुझे हो र स्पोर्टको मुझे 8 प्लेयरमा राखिदिन्थ्यो त यार म लाले त नआउँछ होला कस्तो होला भनेको मुझे कस्तो होला भनेको साथी दिनमा दिल्ली नआउँछु म साथी दिल्ली मुझे दुई महिना बस्दाखेरि एक दिन पनि नुहाएको देखिनँ क्या मैले एक दिन पनि मुख धुने मात्र कहाँ पो यिनको त्यतिकै अर्को बोले हो फेरि म चाहिँ 1 वर्ष नुहायो भन्छन् हौ नुहाए भनेर हुँदैन नि त हामीले देखेका छैनौँ हो मामा हो मामा हो तपाईले हो अनि हो नि के हो हो मामा हो क्या रियल हो भोलि चाहिँ नुहाइन छ भने मेरो त्यहाँ माथिबाट अर्डर लाउन दिन्छ नि भने भोलि चाहिँ नुहा तातो पानी आउँछ तातो पानी प्लिज यही मिसो मक्केर किन आइसक्यो चाहिँ त्यो लगाएर कति हो भन्छ हिजोस्तीले कहिले पनि हिजोस्ती सुजन मेरो लौडाको सुजन म्याच चिकन गुला यस्तो बेलामा सुपर च्याट हानेर यार म्याच चिकन यो घरबाट मामा यो प्याटे हानो सेप मामा आउनु न आयो यो मामाले कस्तो लेट खेलेको कस्तो लेट खेलेको कस्तो मोजी सुजन ड्रम यार कस्तो बेला हानेको सुपर च्याट यार अर्को पनि रहेछ नि त यस्तो अड्केर यस्तो सुपर च्याट हेरेको रनमतीको छोरो ठ्याक्कै मर्दिरह्यो क्या टाढो भयो भन्छ ए ल मामा तपाईँ आयो मामा कभर दिनु न गोली हान्नु उनीहरू गाडी नि लिएर आयो यार यहाँ बस्नु अब रुकमा यहाँ नाइस ओर्लिन्छ हान्नु लभली अर्को लाग्नु 1v2 ओए लभली म्याम सर Awesome. पेसन त म्यादरचुत The Black Hornet, when been angry, then inside the water also you are not been leaving in the context of development of this PUBG and all the propaganda and vice versa. If you think I'm funny, then I will not be funny. If you think I'm serious, then yes. I am more dangerous than Fast and Furious. Are you curious? Head toward this point. Mark the vehicle. कागे हाने यार मामाले कालो रिङ्गो एकचोटि बिचको भने पानी पनि गयो भने छोड्दैन बस कस्तो कागे हाने यार मामाले मुझे साडी अहिले अब मेरो कागे हुन्छ नि अब हेर न होइन फर्स्टको इनिमीलाई त ठिकै छ गाडीबाट ओर्ले तपाईँले हान्नु पाउनु भयो कि सेकेन्डको इनिमीलाई त के गरेको घुमी फिरी हान्नु सारे लाडो जस्तो म्याच लाडो जस्तो खेल्छ ए म मरेपछि मैले लोकेसन भन्दैपछि त बाँच्छ न तिमीहरू यार अप्पर डट होइन हौ मामा थाहा हुँदैन भनेको हौ मैले कल दिइसकेँ त अनि यार तपाईँले चाहिँ किन पिक गर्नु होइन मैले भनिदिइरहेको छु त अनि यस्तो किल उडेको 22-28 किल भइसकेको थियो यार लामो जस्तो खेल्छ
सबै मुजीहरू सब किरा अनि साथी तर साढे पनि किन जानु क्या माथि टावरमा एनिमी छ भन्दाखेरि चाहिँ हान्नै मिल्दैन त्यो एङ्गलबाट तलबाट माथि हान्न गाह्रो हुन्छ भित्र हामीतिर त सेफ थियो त नि एकदमै साढे भाइ कहाँ ओपनमा बसेर फाइट मामा टोयलेटमा हामीले हामीले फ्लस तपाईँको पनि अन्त वेस्टर्न कम्फर्ट हो नि त होइन तपाईँलाई एउटा नलेज दिन्छु धेरै फ्लस नहान्नु है मुत्ने बित्तिकै फ्लस हान्नुहुन्छ नि तपाईँ होइन म एकछिन पर्खिन्छु 2-3 घन्टा पर्खिन्छु त्यो मुतलाई पहिला सुक्न दिन्छु अनि मात्र फ्लस हान्छु कस्तो कुरा गरेको म पनि राति अब म राति सुत्ने बेलामा निन्द्रा लाग्दैन अनि तुरुक मुत आयो कि जस्तो हुन्छ अनि मुत्न जान्छु अनि तुरुक मुत्ने बित्तिकै फ्लस हान्छु क्या म चाहिँ तर फ्लस हान्दाखेरि ट्याङ्कीको पानी सकिँदो रहेछ नि मामा यता त भान्जा अटोमेटिक उयो हुन्छ क्या धारासँग ट्याङ्की जोडिएको हुन्छ क्या ट्याङ्कीको पानी सकिँदैन क्या बुझेन यो ट्याङ्कीको पानी सकिन्छ भनेर हेरिराख्नु वेस्टर्न कम्फर्टमा बसेर आधी घन्टा हेरिराख्नु होला होइन टोयलेटमा मैले भन्नु खोजेको अघि भात खाइसकेका भोकै बसेको होइन नि त तर त्यो खानेकुरा गर्दा त्यो एडिक्टेड उयो भएको हो क्या साथी पेट चिलाएको टाइपको भएको हो क्या म भोकै छुइनँ क्या म खाएको भात खसीको मासुसँग गम मैले 2 थाल खाएको हो क्या भात अघि तर तैँले खानेको कुरा गर्दा हाम्रो पनि अब घरिमुजी सुकुटी भनेको छ घरिमुजी बियर भनेको छ अब हामीलाई पनि त त्यो घाँटीमा त चिसो पार्न त मन लाग्छ नि त मुजी बियर भनेपछि पेटलाई पनि टर्चर भयो होइन भन्न साढे यसले बियर भन्छ मुजी होइन घरिघरि हामीलाई पनि त्यो बियरको चुस्की लिन मन लाग्छ नि त त्यो त्यहाँ गयो नि त ध्यान हाम्रो यसले बियर खाँदैछु भन्छ होइन बियर अब हामीलाई पनि घाँटीमा चिसो त पारेर मन लाग्छ नि त्यसले भनेपछि सिकान्छ फिल्मतिर मुजी चुरोट ठक फिल्मतिर मुजी हिरोहरूले चुरोट फक तान्दाखेरि थपक्क सल्काउन मन लाग्दैन त्यस्तै हो क्या साथी सेम हो क्या सिन कोकोलाई चाहिँ इक्यानिस भएको थियो कोको त बिरामी भएर गाँड हुन आँटेको थियो नि प्लेटिलेट घटेर तर दबाई सबाई खाएपछि हल्का अहिले निको हुँदै गएको छ तर पनि अब प्योर निको भएको छैन होला क्या अब पुनमको तिम्रो त्यहाँ बेडमा चढ्ने भनेको के हो त चढ्दैन कोको नै हो कोकोकै झरो त्यो के अरे टिक्स कोकोकै 100% के हो त तिम्रो कोठामै छिर्दैन मैले लिएर आएँ टिक्स म पनि कुकुर भनेको मैले त टिक्स कहाँबाट लिएको त्योबाट मैलेबाट तिम्रो पेटमा ल्याएँ मैले के बोलेको पुनम के बोलेको योसँग सुत्छु टाँसेर सुत्छु त म जाऊ न टिक गयो जाऊ त यहाँ गेम खेल्नु मलाई ओभर फोकस हुनु मन लाग्यो गेममा अति गेम घटिरहेछ कि डाउनफल भइरहेछ डाउनफलमा अर्को डाउनफल नगर न Lovely. Nice. What is the update of that motherfucker? Go. Go in the zone fast. The zone has been decreasing day by day. Okay. This op die. No. Yeah. Come. Go in the vehicle from the right side. That op. This guy will hit you. Tell him why you are driving here. The enemy is off. Hey, metal bro. No, Come. Two side that tire gone. That's why like this way. Kill has been already. Okay. Yeah. Okay. Hey, right in the side vehicle. Get out. ओए मेरो लौडाको भन्दा फक म्याच सिक्ने ओए साढे मेरो लौडा खेल्छ जस्तो म्याच उफ्रेर बस्छस् मुजी उफ्रिने गेम खेलेको होस् कि मुजी दुईटा टायरै छैन त के गर्नु हैन अहिले ओर्लेर त के गरेको बुरुक उफ्रिन्छ जस्तो के गरेको मुजी उफ्रिने गेम खेल्दै जस्तो गाडी पड्किन आँटेको मामा म आउँछु कि उर्लाबारी तपाईकोमा सुताउनु ल मलाई तपाईकोमा माथि तीन तलेमा बस्छु ल भुइँतला खाली छ हाम्रो सबै कोठा खाली छ 5वटै कोठा तिमीहरूकै लागि हो भुइँमा चकटी ओछ्याउने सुत्ने खाली कोठा भुइँमा लाइभ हालिदिन्छु टिकटकमा म्याच यस्तो गरौँ मैले मामाले भनेर हुन्छ झन् राम्रो खालको चकटी यार अडा कति 2500 रुपियाँ परेको हो चकटीको मामा लगको भान्जा मुजी गेस्ट हाउसमा बरु होटल वन्डरल्यान्ड गरेर बस्छु
हुन्छ तर मेरोमा चाहिँ अब भितला सबै खाली छ पाँचवटै कोठा खाली छ मजाले आरामले भान्जालाई यता गए पनि उता गए पनि चपट्टीमा कस्तो रमाइलो छ चर्काको नमिल्ने रहेछ यार मुजी सर्टगन भेटेन केटा हो एउटा सर्टगन छैन हौ जिगी भाइ थ्याङ्क यू फर द डु नट लामा बहिनी लभ ले कालो रिङ्गो तिमीलाई अब चाहिँ एउटा केटी चाहिएको छ हो बे गर्नलाई ढिलो हुन्छ नि बुझ्ने अब हामी सबैजना अब नानी खेलाउने बेला भइसक्यो तिमीले बे पनि गरे छैनौ अनि उसले सानो भाइ खेलाउँदै बस्छन् हामी नानी खेलाउने बेलामा तिमी सानो भाइ खेलाउँदै बस्नु परेको छ विष्णु अनि अस्तिको बहिनीलाई अनि अर्को साल बिहे गर्छु भनेको होइन तिमीले कसको भाइले मानेन भाइले मान्छन् त आफ्नै उयो दिदी बहिनी भएपछि मान्छन् त तिमीसँग बिहे गर्न केटीको भाइले मानेन किन मान्दैन केटीले बिहे गर्ने कि केटीको भाइले बिहे गर्ने मानेको कोही मानेको छैन क्या उसको आफन्त हो अनि कहाँ मान्छन् त हौ त्यत्तिकै हावामा उसले मात्र मानेको क्या ढिप्पी गरेर हुन्छ उसले फ्यामिलीहरूलाई थ्याङ्क यू सो मच सौजना ढकाल फर द $5 मरे ओ कसम ओए मैले जान्दैन ओए कसम यार कसम मैले ओए मैले कसम जान्दैन ओए हौ कसम भनेको मन यस्तो हो क्या मान्छेलाई पो गाली गर्ने हो त मुजी कुकुर मुजी जनावरहरूलाई पनि मुजी गाली गर्ने हो त जे गर्छ आफ्नै मनले गर्न देऊ क्या मुजी एकचोटि भन्दा दुईचोटि भन्दा पो हुन्छ त मान्छेलाई मुजी मान्छे नै होइन मुजी जनावर हो लामो जस्तो मुजी के भन्नु कति के भन्नु र केही पनि भन्दिनँ क्या म भन्दै छोडिदिइसकेको क्या जेसुकै गरोस् क्या गेममा म मुजी फक अफ हो क्या अब केही पनि भन्दिनँ क्या आफ्नो मन गर्नु क्या म केही पनि भन्दिनँ तपाईँलाई भयो मुजी अबदेखि म तपाईँलाई कसम आमा कसम खाएँ मैले आमाको कसम खाएको छु कसम अहिले मेरो आमाको कसम खाएको छु अबदेखि म कहिले केही भन्दिनँ तपाईँलाई आमाको कसम खाएको छु जापानिज केटीलाई बे गर भन्यो भने बे गर्छ जापानिजै केटी क्या राम्री क्या गरिनास् मुजी किन गर्दैन नेपाली मात्र बे गर्ने हो यो पिस्नेलाई त त्यो कपडा पसल अगाडि डमी राखेको हुन्छ नि त्यसमा पनि ब्याट्री हालेर चल्ने हो भने यो विष्णुले लक गर्छ अस्ति नै विष्णुलाई अनि यहाँ नेपालमा 2 ठाम हाने गरे त्यो बाहिर डमीको बुक्स मार्दै थियो अरे 2 ठाम हाने अरे त्यहाँको पसलले निक्लेर त्यस्तो नगर है विष्णु ए होइन फोटो आइरहेछ विष्णु त्यही फोटो देखाइदिउँ सबलाई टिकट फोटो हो मामा त्यो डमीलाई उयो गरेको वाला लामा बहिनी खोइ गेम खोइ हान्नै सकिन त के गर्नु हो यस्तो पनि पब्जी खेल्छन् यार बाइजनले मुला हान्नै सकिँदैन नि त मुला साथी नखेल साथी त नखेल साथी पब्जी नखेल अघि भनेको तँलाई एम्पो दिन्थे एडब्ल्युएम दिन्थे ग्रोजा दिन्थे साथी हेर त केटा कि 15 के खेल्नु यस्तो टिमसँग म यार साथीहरू यार म त प्यारा बोयहरूसँग खेल्ने खालको मान्छे यार मुजी यस्तो रनमा दिएर गुला बोयहरूसँग खेलेर हुन्छ केटा हो भन त त्यही भने यार भान्जा तिमी र म त यार प्याराबाइसँग खेल्ने मान्छे हेर हेर बोलेको को मुजी इलिमिनेसन 0 एसिस्ट 0 अरे हेर तपाईँ अनि बोल्नेको तिमी मेरो गुल्ला बोइसँग खेल तिमी प्यारा बोइसँग हैन रनमा तिर्छरी कभर हेर न कभर दुई जना त इलिमिनेसन 0 कभर अरे मैले आर्थे हानेको छु अच्छा म फोरेक्स चलाउँदिन म फोरेक्स कहिले पनि चलाउँदिन तर मैले अहिले गेममा फोरेक्सले नि धेरै किन उडाले ता एउटा इनिमी मैले सुतेको देखे म पत्ता साफ हान्दै सक्थे मैले इनिमीको थाहा पनि म छेउमा छोरा त कुकुरले सिकिहाल्छ नि फेरि ओइ ला ओइ इनिमी भएन यार ओइ भान्जा के गरेको हो यो चाहिँ लामो म मुख छाड्दिन भन्छु कि मामा बेउरा नदेखाऊ है मामा जान्दा नि बेउरा नदेखाऊ है कस्तो मिठो गेम गइरहेको थियो के छ बुझ्न यार रानमा त्यसरी
रिकल हुन्छ हुँदो रहेछ त अनि हुन्छ हुन्छ त। हुन्छ क्या यस्तो बेउरा भएको मान्छे हो यार लामा यस्तो खालको मान्छे पनि जन्मिन्छ भनेको यार कसम मैले कुक मात्र गरेको थिएँ बरु। जिन्दगीमा यस्तो मान्छे देखिन नि यार भाइ 34 वर्ष पुगेको मान्छे यस्तो हुन्छ भाइ तपाईँको मामै होइन क्या दाइ यार क्यान्सल गर्न खोजेको हो क्या ए मामाको त टिकटकमा मिसन थियो अरे नि त हामीलाई पड्काउने सेक्री हो र यस्तो खालको मिसन लिएर भोलिदेखि आयो भने चाहिँ तिमी टिकटकमै बास बस है मामा है भोलिदेखि यसरी अर्को मिसन लिएर आयो भने चाहिँ टिकटकमै बस टिकटकमै गर केटा हो रणमतीको छोरी अनि मिसन थियो भने त्यो चाहिँ जानु लेपबाट गोली हान्दाखेरि मेरो टिममेटको के छ रेस्पोन्स कभर फायर दिने कुरा छैन चलन के भन्नु थाहा छ ए यो त मर्न आँटो अरे ए मैले गोली हानेपछि मर्दिन म अब यसले लिम्बेले उठेर त रिजबाट उतापट्टि गोली चलाउने हो कि मर्न आँटो भनेर हेर्ने हो मलाई भन त साथीहरू मैले बम हान्दै थिएँ भन्दा सबै थोक मैले गर्नु त्यही अगाडि सुतिरहेको थियो भाइ सुन्न त्यो सुतेकोले मलाई कहाँ हानेको त मलाई त लिम्बू त मामा र लिम्बेको साइडबाट हानेको नि भाइ सुतेकोले कहाँ हानेको त मलाई सुतेकोले त मैले नकान आँटेको थिएँ। तिमीलाई त उयो गिल्ली सुटले हानेको गिल्ली सुटले के भन्नु गिली सुटले त मलाई हानेको हौ सुन्न मलाई हो मलाई गिल्लीले हानेको मलाई लेफ्टतिरबाट हानेको साथी थाहा छ तेरोतिरबाट हानेको अनि तैँले के भनिस् तैँले स्कोपले इनिमी हान्नु पनि पर्यो साथी नदेखे पनि नि कान भन्ने चिज हुन्छ कानमा चाहिँ कानको चिज छ भने फ्याल इयरफोनमा थाहा हुन्छ कुन साइडबाट गोली चल्दैछ भनेर अनुहार देख्नै पर्छ भन्ने छैन त जस्तो बौला इनिमी हुँदैन जो कि अनुहार देखाएर निक्लेर हान्छ मामा र त जस्तो हुँदैन त्यो इनिमीले निक्लेर कमसेकम त्यहीतिर गोली चलाउने हो साथी गोली चलायो भने पनि कमसेकम है अभि हो कि क्या हो मुजी यसले पनि पो मलाई हान्नु खोज्दैछ त भने त्यो पनि लुक्न खोज्छ क्या साथी तैँले गोली नचलाएपछि ए यसको त कोही पनि रहेन रहेछ मुजी भनेर मलाई आयो ढुवासे पात हो र फ्यामिली जिन्दाबाद के बढिया था गुरु दोस्तहरू नपर्यो है भ्रममा म छु आज फर्ममा है मेरो इन्स्टाग्राममा 1000 जना केटीको मेसेज छ पेन्डिङ हानम त पोचिङकीमा ल्यान्डिङ साग छ गिलो तिमीले बोलेको आएको छ ढिलो सिक्सले खाया मतिर आयो चारजना हिजो भर्खर यहाँ घरबेटीको के अरे बेमा हानेको कागे म चाहिँ भागे है पोचनकीमा टेके रणमती सब इनिमीलाई मैले सेके सहनु सहयोग कहाँ गयो इनिमी ल मुते यस्तै पारा हो भने अब चाहिँ म सुते दाइ के छ खबर आउन त दिनु मलाई खबर नेटवर्क पनि भयो गेडै म त एक्लै कुदेको भाइ त्यही भन्छन् यार लुगाको नाम पनि थाहा छैन लुगा खोल्छन् यार लुगाको नाम होइन हो मामा मान्छे सिङ्गर हो यो रियलको सिङ्गर हो उसलाई कति कोरियन मद्रासी बाइक के हेर्दैन होला कोरियनको कुरा गर्छन् ए उनले चाहिँ कति नै हेरिराख्ने जस्तो कहाँबाट थाहा पाएछन् बोइज बिफोर फ्लावर हेर्नु भएको छ बोइज बिफोर फ्लावर गुजुन पियोको हेरेछ होला हौ मामाले के त हेर्छन् हेरेको बुझेको ए मामा कोरियन हेरे पनि हिन्दीमा डबिङ हेर्छन् हौ आफूले त हाम्रो कोरियन बुझेर फेरि कस्तो मामा मैले कोरियन पढेको थाहा छ कि छैन छिङ्गु मान्नुहोस् फर्गप सुन्ने दा एबिसिडी सबन पढ्यो होला त्यसपछि के थाहा हुन्छ के एउटा खुसा निदा त्यही पछाडि निदा छ भन्ने थाहा छ उसलाई तुरन्त केही आयो भने त ल मरिजाऊ बमजम जुटी थ्याङ्क यू फर द हेलो सुरज थ्याङ्क यू फर द हट बट आउन्जेलसम्म त कालो अरिङ्गले हुन्छ अहिले म चाहिँ इनिमी आयो भने म चाहिँ कालो मच्छर बनाउँछ नि त तिमीलाई कालो मच्छर बनाउँछ अहिले इनिमी एउटा मात्र आइदियो भने त्यहाँ तिमीहरू तीनजनै मर्छौ त्यहाँ अनि मरेर हामी एक्जिट हान्छौँ तिमी एक्लै खेल्दै गर्छौ त्यही त हो नि के गर्नु त अब छैन अब छैन अनि ल्याक भाइ अनि कहाँ संसारको सबैभन्दा नुब्रेको पनि गेम हेरेर बस्छ नि त हामी गेम घटाउनलाई कसैको केक एक्सपेक्टेड गर्नको लागि कि त सिक्नु पर्यो कि त केही थाहा हुनु पर्यो नि त तपाईँकोबाट मैले रिसिभ मात्र उठ्छ त किन एक्सपेक्टेड गर्नु थ्याङ्क यू यार भान्जा वेलकम थ्याङ्क यू सो मच